हेलो माई खेलमेला युजर्स, के छ तपाईँहरूको सामु फेरि नयाँ भिडियो आइसकेको छु म। नयाँ भिडियो बनाउनुको कारण नयाँ प्लेयर्सहरूको लागि। हाम्रो पुरानो प्लेयर्सले जानु राख्नु भएको छ र इन्कम गरि पनि राख्नु भएको छ। कसरी खेल्ने र कसरी युज गर्ने खेलमेला तिनीहरूले फुल डिटेल पाइसकेका छन्। सो यो भिडियो नयाँ युजरहरूको लागि, पुरानो युजरहरूले पनि बुझ्नु भएको छैन भने तिनीहरूको लागि पनि है। तर म पुरानो प्लेयरहरू देखेर धेरै एकदमै खुसी छु है। तपाईँहरूले राम्रो विड्रो निकाल्दै हुनुहुन्छ, राम्रो किप इट अप, यस्तै गरेर रहनु र इन्कम गरिराख्नुहोस् है। सो नयाँ प्लेयरहरूको लागि मैले भिडियो आज के बनाउनु खोजेँ भनेको पुरै डिटेल फुल एक्सप्लेनेसन अफ आवर खेलमेला। तपाईँलाई म यसको पुरै जन्मकुण्डली नै भनिदिन्छु। सो हाम्रो खेलमेलामा फर्स्ट अफ अल मेन कुरा चाहिँ डिपो कसरी गर्ने भनेर क्वेसनहरू आएको हुन्छ। डिपो गर्नलाई 3 डटमा जानुहोस्। 3 डटमा गएर डिपोजिट मनी गर्नुहोस् अनि आफ्नो एमाउन्ट राख्नुहोस्। मिनिमम 10 छ, हाम्रो मैले 20 राख्छु। अनि जेनेरेट क्युआरमा क्लिक गर्नुहोलास्। तपाईहरूको लागि फेरि जेनेरेटिङ क्युआर भनेर मेसेज आउँछ। सो स्मल प्रोसेसमा तपाईँको क्युआर आउँछ अनि यसको स्क्रिनसट दिनुहोस्। स्क्रिनसट लिएर आफ्नो ई-सेवा वालेट अथवा खल्ती वालेट अथवा ब्याङ्कबाट पनि तपाईँले मजाले गएर डिपो गर्न सक्नुहुन्छ। सो म फर्स्ट ई-सेवाबाटै गर्छु। ई-सेवा मेरो एमाउन्ट चाहिँ 532 थियो। अब म यसलाई तपाईँले ई-सेवा त्यो स्क्रिनसट लिएको क्युआरलाई ई-सेवा क्युआर कोडमा राख्नुपर्ने हुन्छ स्क्यान गर्नलाई। यो राखिदिनुहोस्। यसको मेन कुरा है, तपाईँले ई-सेवा हुन त हाम्रो ई-सेवाले आफै जेनेरेट दिन्छ। तपाईँको युजर नेम दिमागमा चाहिँ आफ्नो युजर नेम, गेममा जुन युजर नेम छ त्यो राख्नु होला। सो मेरो गेममा युजर नेम सोनाम छ, एपमा आफै जेनेरेट भइरहेको छ। त्यो छैन भनेपछि तपाईँले मजाले आफ्नो दिमागमा त्यही युजर नेम राख्नु होला अनि तपाईँको पैसा टाइमभित्र आइहाल्छ। सो म फर्स्ट अफ अल पे गरिदिन्छु। त्यही हो, टाइममा नआउने कारण भनेको तपाईँको पैसा त्यही दिमागमा रङ युजर नेम राखेर है। युजर नेम राख्नै पर्छ तपाईँको दिमागमा। अनि यसको अथवा आएन भने तपाईँको युजर नेम पनि सही छ दिमागमा अनि एपमा पनि जे छ त्यही राख्नुपर्छ भनेपछि आएन भने यसको फुल डिटेल पेमेन्ट डिटेलको स्क्रिनसट लिनुहोस् अनि हामीलाई तुरुन्तै मेसेज गरिहाल्नुहोस्। हामीले टाइममा रिप्लाई दिएकै हुन्छौँ, तर रिप्लाई ढिलो हुनु कारण एकैचोटि सबैको रिप्लाई दिनुपर्छ क्या। हामीले सबैको धेरै मेसेजहरू आएको हुन्छ, त्यही कारणले अलि ढिलो हुनसक्छ है। सो तपाईँले यो गर्नुभयो। अब खेलमेलामा हाउ टु खेल्ने, कसरी खेल्ने। फुल म्याप म्याचमा खेल्नलाई तपाईँले एन्ट्री फी हाल्नुपर्ने हुन्छ 25। हामीले 4 बजे ट्याक्क तपाईँलाई आइडी र पासपोर्ट प्रोभाइड गरिदिन्छौँ। गेममा जाने आइडी पासपोर्ट हाल्ने र मजाले टप 3 मा आउनुहोस् या टप 16 मा आउनुहोस्। तपाईँलाई टप 16 सम्मको मजाको दिन्छ। 25 रुपियाँको 50 दिन्छ टप 16 भित्र आयो भने, र टप 3 भित्र आयो भने 25 को 75 रुपियाँ दिन्छ। सो इन्जोय गर्नुहोस्। अनि आफ्नै म्याच, कस्टम म्याचहरू खेल्न चाहनुहुन्छ आफ्नो साथी, आफ्नो अपोनेन्टहरूसँग अथवा अपोनेन्टले बनाएको उसमा खेल्न चाहनुहुन्छ भने खेल्नुहोस्। नै म आफ्नै क्रिएट गर्छु, आफ्नै रुल बनाउँछु भनेर पनि त्यो पनि छ हामीसँग व्यवस्था। सो आफ्नो एमाउन्ट राख्नुहोस् क्रिएट गर्दाखेरि। मैले 20 राखिदिएँ। 20 राख्दाखेरि पब्लिस गरिदिन्छु। सो यहाँ जोइन हुन्छन् अपोनेन्ट जोइन हुनलाई एकछिन वेट गर्नुहोस्। अपोनेन्ट जोइन हुन्छ। जोइन रिक्वेस्ट आइसक्यो मलाई, हेर्नु जोइन रिक्वेस्ट आइसक्यो। कोपो नारुटो भन्नेले जोइन गर्नुभयो, एक्सेप्ट गरिदिन्छु म। अनि उहाँलाई आइडी पासवर्ड दिनुहोस्। उहाँलाई आइडी पासवर्ड दिनुहोस्। आइडी पासवर्ड दिनलाई तपाईँले के गर्नुपर्ने भयो, आफ्नो आइडी राख्नुपर्ने। कस्टम आइडी के छ 1355699888 कस्टम आइडी। अनि पासवर्ड चाहिँ छ मेरो 11। म पब्लिस गरिदिन्छु। पब्लिस गरिसकेपछि अपोनेन्टलाई आइडी पासवर्ड जान्छ। अपोनेन्टलाई आइडी पासवर्ड गएपछि म्याच खेल्नुहोस्। अपोनेन्टलाई आइडी पासवर्ड गयो अनि म्याच खेल्नुहोस्। यदि तपाईँको म्याच अनफेयर छ भनेपछि 2 राउन्डभन्दा भित्र नै ब्याक गर्नुहोस् है। 2 राउन्डभन्दा भित्र नै ब्याक गर्नुहोस् तपाईँलाई म्याच राम्रो लागेन भने। यदि तपाईँले 2 राउन्डभन्दा बढी खेल्नु भएको छ भने म्याच, तपाईँहरूलाई
रिफन्ड दिने छैन है, त्यो हाम्रो गल्ती हुँदैन। हामीले अगाडि नै भनिदिइसकेका हुन्छौँ म्याचमा र हाम्रो रुलमा पनि लेखेको छ। र हिलिङ ब्याटल कतै पनि गर्न पाइन्न। अपोनेन्टलाई फेयर खेल्नुहोस् न, फेयर खेलेर जित्नुहोस्। तपाईँलाई पैसा नदिएको भए हामीलाई रिपोर्ट गर्नुहोस्, हामीलाई मेसेज गर्नुहोस्, हामीलाई कल गर्नुहोस्, हामी दिइरहेको छौँ त। सो फेयर चाहिँ खेल्नु है। सो तपाईँले अब जित्नु भएछ भने सबमिट यो रिजल्टमा जाने, यस गर्ने, विन गर्नुभएछ भने अपलोड पिक्चर गर्ने, आफ्नो जितेको अथवा जितेको पिक्चर मात्र अपलोड गर्ने है। जितेको पिक्चर अपलोड गऱ्यो भने अनि तपाईँलाई विन दिन्छ। अनि सबमिट रिजल्ट गर्दाखेरि त्यही गर्नुहोस् है। अनि तपाईँको रिपोर्ट जान्छ, अनि हामीले भेटाउँछौँ। सो हामीले चेक गर्छौँ फर्स्ट कसले जितेको छ र कसले अनफेयर खेलेको छ, कसले अनफेयर रिक्वेस्ट हालेको छ। मजाले सबमिट यो रिजल्ट गर्नुहोस्, रिपोर्ट म्याच गर्नुहोस्, अनि तपाईँलाई आफ्नो पेमेन्ट आउँछ है। यो त भयो क्लास स्क्वाडको। अनि म कुरा गर्छु पब्जीको प्लेयर त छन् हामीसित, तर पब्जी म्याच छिटो जनवरी लास्टसम्म हामीले जनवरी फर्स्टसम्म हामीले पब्जीको फुल म्याप म्याचहरू पनि राखेका छौँ। सो छिटो चाँडोभन्दा चाँडो जोइन गर्न थालिहाल्नुहोस् है। अनि हाम्रो यसको मेन चिज हाम्रो के छ? च्याट तपाईँले आफ्नो साथीहरूलाई पनि मेसेज गर्न सक्नुहुन्छ। जस्तै म आफ्नो साथीलाई मेसेज गर्छु, उसले यहाँ जोइन गरेको छ। अर्जुन भन्नेले जोइन गरेको थियो। यहाँ त हेर्नु त कति प्लेयर छन् अर्जुनकोलाई, आफ्नो साथीलाई खोज्ने। तर मान्छे आफ्नो साथीलाई चिन्नु पऱ्यो अनि एड फ्रेन्ड गर्नु पऱ्यो, उसँग बोल्न सक्नुहुन्छ मजाले। अनि एडमिन सपोर्ट चाहियो भने एडमिन सपोर्ट पनि छ हजुरलाई, एडमिनलाई मेसेज गर्न सक्नुहुन्छ केही फल्ट आयो भने। अनि च्याम्पियन्स हेर्नु त हाम्रो बिबस, कङ्ग्रेचुलेसन है हाम्रो बिबस रोहन 21 टप 3 च्याट लिडर बोर्ड विनर्सलाई। हामीले तपाईँहरूलाई फेरि नयाँ रिवार्ड लिएर आउँछौँ, खेल्दै गर्नुहोस्। बिबसजीको 890 पोइन्ट्स टप 1मा हुनुहुन्छ, रोहन 21 740 पोइन्ट्स टप 2मा हुनुहुन्छ, र टप 3मा भएको हाम्रो राय 600 पोइन्ट्समा। कङ्ग्रेचुलेसन अफ अल अफ 3 यु। मजाले खेल्दै गर्नुहोस् र मजाले रिवार्ड आउँछ तपाईँलाई। सो हाम्रो च्याम्पियन लिडर बोर्ड पनि भइसक्यो। अनि प्रोफाइलमा आफ्नो गेम नेम राख्ने, युआइडी राख्ने, अनि मजाले खेल्न सक्नुहुन्छ। अनि कुरा गरौँ हाम्रो विथड्रोको बारेमा। डिपो त हामीले गऱ्यौँ, अब विथड्रो पैसा पनि त निकाल्नु पऱ्यो नि। विथड्रो मनी गर्नलाई हामीले राखिदिएका छौँ अप्सनहरू इसेवा र खल्ती। आफ्नो इसेवा नम्बर राख्नुहोस् 97 आफ्नो इसेवा नम्बर राख्नुहोस्, अनि एमाउन्ट राख्नुहोस् कति एमाउन्ट, अथवा 500 जित्नु भएको छ 500को, 5000 जित्नु भएको छ 5000को एमाउन्ट राख्नुहोस्, 50को राखेँ। अनि इसेवा नम्बर नेम, आफ्नो इसेवा नेम पनि राख्नुहोस् है। सोना आफ्नो इसेवा नेम राख्नुहोस्। अनि मजाले यसमा आफ्नो इसेवा नेम मेरो छ सञ्जय नेउपाने सेभ गर्नुहोस्। इनभ्यालिड नम्बर भन्छ, अब यहाँ 8 समथिङ छुट्यो, मेरो 2 छुट्यो। हो विथड्रो रिक्वेस्ट सक्सेसफुली। हामीले यहाँ अगाडि मेसेज नगर्नु है, हामीले के भनेको छौँ? विथड्रो रिक्वेस्ट क्रिएटेड प्रोसेसिङ विथिन बाई 10 PM। तपाईँलाई 10 PM भित्र पैसा आउँछ। सो अगाडि नै मेसेज नगर्नुहोस्, तपाईँको अगाडि मेसेज चाहिन्छ भन्ने मात्र मेसेज गर्नु होला, हामी एकैचोटि सबको दिन्छौँ क्या। अनि हाम्रो फुल टुर्नामेन्ट फ्री टुर्नामेन्ट तपाईँले जोइनै गर्नुभएको छैन है। धेरै स्क्वाडहरूले गरिसके, तर तपाईँहरूले किन गर्नु भएन? 15,000 जित्ने मान्छे छैन हजुरहरूलाई? 15,000 जित्नलाई त हल्का थोरै कष्ट त गर्नु पऱ्यो नि, रजिस्ट्रेसन त गर्नु पऱ्यो। रजिस्ट्रेसन गर्नलाई केही छैन, सिम्पल स्क्वाड नेम, टिम ट्याग नेम, अनि गेम लिडरको नेम र गेम लिडरको युआइडी, अनि स्क्वाड मेम्बरको नेम युआइडी, यस्तै साथ गेम लिडरको जिमेल, वाट्सएप नम्बर, र कुन प्रोभिन्सबाट र कुन डिस्ट्रिक्टबाट। सबमिट रिजल्ट
रजिस्ट्रेसन गर्नु, तपाईँको आइडी रजिस्ट्रेसन हुन्छ र हाम्रो फ्री टुर्नामेन्टभित्र एन्ट्री गर्नुहुन्छ तपाईँले। सो यसै साथ हाम्रो पब्जीको पनि आउँदैछ, वेट गर्नुहोस् पब्जी प्लेयरहरू। अनि यसको अरू के छ फिचर्सहरू, हिस्टोरीमा हेर्न सक्नुहुन्छ तपाईँले कति लस गर्नुभयो र कति विन गर्नुभयो। अरू यसको छ फिचर्सहरू, एक्टिभिटी यसमा हुन्छ तपाईँको करेन्ट ब्यालेन्स, कति रुपियाँ म्याच खेल्नुभयो, कतिको के गर्नुभयो, कति हार्नुभयो, कति जित्नुभयो, कति प्लस गर्नुभयो, कति विन गर्नुभयो। सो यसै छ। अरू नोटिफिकेसनहरू आइरहेको हुन्छ। कस्टमर सर्भिस तपाईँले जेबाट पनि गर्न सक्नुहुन्छ, हामीलाई इन्स्टा फेसबुक जहाँबाट पनि गर्न सक्नुहुन्छ। फेसबुक टिकटक यहीँ छ हाम्रो। जे पनि कुरा बुझ्नु भएन भने यहाँ फेसबुक युट्युब अनि टिकटकहरूमा सबमा हामीले राखिदिएका छौँ। यसै साथ हाम्रो खेलमेला युजरहरूलाई वेलकम छ, ग्रान्ड वेलकम। हामीले यही 15,000को फ्री टुर्नामेन्टको गिभवे राखेर गर्दैछौँ। सो खेल्नुहोस्, रमाउनुहोस् र हामीसँग जोडिराख्नुहोस्। यस्तै कुराहरूलाई खेलमेला पेज र खेलमेला युट्युब आइडीलाई सब्सक्राइब र फलो गर्न नभुल्नुहोस्। धन्यवाद। ह्याप्पी न्यू इयर अनि मेरी क्रिसमस अफ आवर खेलमेला युजर्स अल।